हेलो साथीहरु नमस्कार। म चाहिँ लेटाङ मोरङबाट स्वागत छ तपाईहरुलाई फेरि मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ मेरो बिहानदेखिको के काम हुन्छ त हेर्नको लागि तपाईहरुले भिडियो पुरै अन्तिमसम्म हेर्नु पर्ने हुन्छ। म चाहिँ बिहानै उठेर खानासाना बनाउने रेडी गरे। राइस कुकरमा खाना बनाउँदा चाहिँ मलाई पहिले नै राइस कुकरमा खाना बसाइहाल्न मन लाग्छ क्या साथीहरु। अर्थक गर्दा गर्दै खाना पनि पाक्छ अनि आफूले अरु काम पनि भ्याइन्छ। नानीहरु स्कुल जाने दिन हुँदा चाहिँ एकदमै हतार हुन्छ बिहानको काम गर्नलाई। नानीहरुलाई ढिलो हुन्छ भनेर छिटो छिटो गर्नुपर्ने हुन्छ र मैले खाना बनाउनको लागि चामल सामल हेरिसके र यता तातो पानी तताउँदै छु खानालाई। ग्यास सकेको बेला चाहिँ यो इलेक्ट्रोनिक सामानहरु चाहिँ एकदमै काम लाग्ने रहेछ क्या। ग्यास नभएको बेला पानी तताउन पनि पानी तताउनेमा तताइहाल्यो अनि राइस कुकरमा खाना बनायो। अनि यतिकैमा मैले भात बसाउनलाई ठिक पार्न थाले। खाना बनाउन चाहिँ एकदमै हतार हुन्छ बिहानको समयमा। नानीहरु स्कुल जान्छन्, नानीहरुलाई ठिक पार्न पनि एकदमै हतार हुन्छ। यो नानीहरु स्कुल जाने हुँदा चाहिँ बिहानभरि चाहिँ एकछिन भ्याइ नभ्याइ भए जस्तै हुन्छ क्या। कति धेरै आपत परे जस्तो लाग्छ मलाई चाहिँ। अनि खानासाना बनाएर यता चुलोमा दाल पनि बसाइहाले अनि एकछिन भए पनि आफूलाई पनि टाइम दिनु पर्यो नि त। अनि थोरै कफीहरु पनि खाइहाले मैले र मेरो छोरा चाहिँ उठेर आएर एकछिन मसँग टाँसिनु परिहाल्छ। अनि नानीहरुको लागि पनि मैले चिया रेडी गर्दे हर्लिक्स हालेर। अनि आज चाहिँ हाम्रो घरमा बुवा नभएको कारणले बाख्रा साख्राको पनि सबै काम आफै गर्नुपर्ने हुन्छ। त्यही भएर म चाहिँ छिटो छिटो गरेर यहाँ बाख्राको खोर सफा गर्दैछु। अनि बाख्रा निकालेर अनि नानीहरुलाई ठिक पार्न थाल्नु पर्ने हुन्छ। नानीहरु स्कुल नपठाउन्जेलसम्म चाहिँ आपतै परे जस्तो लाग्छ क्या साथीहरु। अनि यहाँ बाख्रालाई निकालेर खोलेसोले पनि दिइसके। अब अलिकति भए पनि बाख्रालाई घाँस काट्छु भनेर म चाहिँ लागे घाँस काट्नतिर। अनि मेरो बाख्रा चाहिँ कति ज्ञानी छ क्या साथीहरु। घाँस चाहिँ जेको पनि खाइदिन्छ क्या, जेको पनि। अनि यसो एक बाल्टी काटेर राखिदियो भने जस्तो घाँस पनि खान्छ, कति सुबानी छ क्या। अनि मैले घाँस काटेर बाख्रालाई ठिक पार्दा मेरो नानीहरु चाहिँ खाजासाजा खाइसकेर पढ्न थालिसकेका रहेछन्। अनि आज नानीहरु ढिलो उठेको कारणले खाजा खाने बित्तिकै बोर्डिङ जाने बेला भइहालेको थियो। अनि नानीहरुलाई गएर छिटो छिटो गरेर मैले ठिक पार्दिएँ। दुईजना हुँदा चाहिँ झन् आपत पर्ने रहेछ क्या साथीहरु। मलाई चाहिँ त्यस्तो लाग्छ। हजुरहरुलाई कस्तो लाग्छ कुनि? मलाई चाहिँ नानीहरु स्कुल नपठाउन्जेलसम्म कति काम सक्नु, कतिखेर काम सक्नु जस्तै हुन्छ क्या। अनि मेरो नानीलाई छोरालाई चाहिँ अघि ठिक पारिदिइसकेको थिएँ। अनि मेरो नानीलाई चाहिँ कपाल सपाल कोरेर म रेडी पार्दैछु। नानीहरु चाहिँ हेर्नु न यहाँ क्यामेरा स्टार्ट गरेको देखेर उनीहरुलाई के र के गर्नु परेको छ।